राधा माधव भगवान तुलसी दामोदर साँची राखेर भनेको छु सबैजनाले चाहिँ यो काँडाघारी कागेश्वरी मनोरममा चाहिँ संसार यो अधिराज्यभर सबैजनाले घन्टी मारेर हलमा भोट दिनु होला। यो एमाले काङ्ग्रेस माओवादी भनेको चाहिँ अब मुखहरू नपरोस् है। 84 भनेको थियो अगाडि नै जेएनजीहरूले एकदम ठिक पारे, मेरो मन साह्रै खुसी भइरहेको छ। र जेएनजीका यी बच्चाहरू यी बिचरा बच्चाहरू छोराछोरीको चाहिँ एकदम भविष्य अन्धकार पारेर त्यत्रो बिना मारो यो केपीलाई त झन् अनुहारै नहेरिकन केपीलाई त कहीँबाट भोटै नदिनु होला। कतै कसैले पनि दाजुभाइ दिदीबहिनीहरूले आमाहरूले सबले नयाँ पार्टी हलो लगाएर घन्टीलाई मात्र छाप लाउनु होला। बालेन प्रधानमन्त्री हुनैपर्छ, अनि रवि के भन्छन् यो गृहमन्त्री हुनैपर्छ। यो दुईटा भयो भनेर अनि त्यहाँमाथि राजा आएपछि हाम्रो देश एकदम राम्रो हुन्छ। सोचे जस्तो आँटे जस्तो सबैभन्दा राम्रो हुन्छ हाम्रो नेपाल। दुनियाँका छोराछोरी विदेश गएका छन्, बाउमा रोका छन्, एउटा भएको छोराछोरीको पनि आँख काख नाङ्गो पारिदिएको छ यो चोर। यो के भन्छ यो केपीले, यो प्रचण्डले, यो शेरले त्यत्रो बिना पैसा लुकाएर राखेर चाहिँ हाम्रो घरमा खाने सामल हुँदैन जनता घरमा। त्यत्रो पैसा आगो लाउँदाखेरि है बरु बाँडेको भए त हामीलाई हुन्थ्यो नि होइन। अनि यो दुर्गम ठाउँमा लगेर हस्पिटल बनाइदिए भयो हुन्थ्यो। त्यत्रो त्यो सेरिया घरमा पैसा डढ्दाखेरि 15 दिनसम्म पैसा बलिसकेन। त्यो पैसा जनतालाई दिएको भए जनता कति खुसी भएर त्यसलाई नै भोट हाल्थे, त्यसलाई नै जिताउँथे। त्यही बुढो काङ्ग्रेस हो, त्यसैको समर्थकमा जान्थे नि। हेर बिचरा त बगान थापाको पनि माग पनि त बिजोग भयो। अनि यो गुन्डुमा यो महेश बस्नेत भनेको त झनै जिन्दगी डमाडोल झनै भद्रगोल भयो। ल यति नै हो, अब के भन्नु छ र भाइ। ल धन्यवाद सबैजनाले भोट राम्रोसँग घन्टीलाई र हलोलाई दिनु होला हामीलाई, किनभने राजा पनि चाहिन्छ स्वतन्त्र। घन्टी त झन् हाम्रो 24 घन्टा बिहान बेलुका मन्दिरमा बजाउने घन्टी हो हिन्दू राष्ट्रको। सबभन्दा ठुलो मानै त्यसैमा हो।